हेलो हेलो नमस्ते। यो भिडियो चाहिँ यो माटो तिमीले कहाँबाट ल्याउँछौ बहिनी, कसरी बनाउँछौ के यो रियल माटो हो र भन्नेहरूको लागि है त। यो चाहिँ माटो रियल नै हो। अनि त्यसपछि यो माटो चाहिँ मैले कहाँबाट ल्याउँछु भनेर चाहिँ मैले पहिलाको भिडियोहरूमा पनि भनिसकेको छु। यदि मेरो हजुरले चाहिँ पुरै भिडियो पहिलादेखि हेर्नुहुन्छ भने हजुरहरूलाई पक्कै पनि थाहा छ। तर नयाँ भ्युअर्सहरू जो अहिले हजुरहरूको युट्युबको फिडमा मेरो भिडियो आएको छ भने यो भिडियो हजुरको लागि पनि है त। मैले चाहिँ माटो खोलाबाट ल्याउँछु। अनि यो माटो चाहिँ हाम्रो वरिपरि पाउने माटो जुन हुन्छ नि, ढुङ्गा आँगनमा बारीमा पाउने माटो, बाटो हुँदी पाउने त्यस्तो माटो चाहिँ होइन। यो चाहिँ यसमा चाहिँ त्यो मसिनो किरिकिरी टाइपको ढुङ्गा चाहिँ हुँदैन। यो चाहिँ खोलामा पाउँछ। यसमा यो चाहिँ सफ्ट हुन्छ। यसमा चाहिँ त्यस्तो ढुङ्गाहरू चाहिँ पाउँदैन। अनि त्यसपछि यो माटोहरूमध्ये चाहिँ पहिला चाहिँ मेरो येल्लो कलरको माटो चाहिँ एकदमै फेभरेट थियो। एकदमै मिठो लाग्थ्यो मलाई। अहिले चाहिँ मलाई सबै कलरको माटोहरू नि मनपर्छ। एकदमै मिठो हुन्छ यो माटोको टेस्ट चाहिँ। किन खाएको होला, देखाउनको लागि अथवा भाइरल हुनको लागि भन्नुहुन्छ त्यस्तो चाहिँ होइन। यो एकदमै मिठो हुन्छ। मलाई पहिला कति धेरै खान मन लाग्थ्यो अनि मलाई नेपालमा पाउँछ जस्तो पनि लाग्दैन थियो। अनि पछि मैले थाहा पाएँ कि माटो पाउँछ र हाम्रै गाउँमा पाउँछ भनेर। त्यसपछि मैले सुरुमा खाएँ 1-2 महिना। अनि त्यसपछि भिडियो बनाउँछु भनेर मैले 1-2 महिनापछि चाहिँ भिडियो बनाएर चाहिँ मैले पोस्ट गर्न थालेको हो है। अनि कुरा गरौँ अब यो ढुङ्गाको कुरा गरौँ। ढुङ्गा चाहिँ खोलामा पाउँछ, बगरमा पनि पाउँछ, पानीभित्र पनि पाउँछ। र यो पहेँलो कलरको ढुङ्गाहरू चाहिँ एकदमै मिठो हुन्छ। रेड कलरको अरू कलरको ढुङ्गाहरू पनि पाउँछ, तर सबैभन्दा मिठो पहेँलो कलरको हुन्छ। र ढुङ्गाको चाहिँ डिफ्रेन्ट टेस्ट हुन्छ। पहेँलै कलरको ढुङ्गामा पनि एउटा पहेँलो कलरको ढुङ्गा एउटै टेस्टको हुँदैन, सबै फरक टेस्टको हुन्छ है। अनिखेर त्यसपछि क्रन्ची साउन्डको लागि चाहिँ मैले ढुङ्गा चाहिँ युज गरेको हो खासमा यो माटोमा। अनि त्यसपछि माटो चाहिँ सुक्खा माटो खाएको भन्दा चाहिँ भिजाएको माटो चाहिँ एकदमै मिठो हुन्छ। पानीमा भिजाएर जे होस् खाएको माटो चाहिँ मिठो हुन्छ। अनि त्यसपछि मैले चाहिँ अब यो भिडियोहरू माटो ढुङ्गाहरू ल्याएको भिडियो चाहिँ मैले मेरो 1K सब्सक्राइब पुगेपछि चाहिँ हजुरहरूलाई म अवश्य पनि देखाउने छु कहाँ पाउँछ, कस्तो ठाउँमा पाउँछ भनेर। त्यसैले हजुरले मेरो च्यानल चाहिँ सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब पनि गरिदिनु, र गर्नुभएको छ भने हजुरलाई धेरै धेरै धन्यवाद। र हजुरले सेयर पनि गरिदिनु मेरो भिडियोहरू चाहिँ है। अनि थ्याङ्क यू सो मच। मेरो युट्युब च्यानल चाहिँ हजुरले सब्सक्राइब गर्नुभएको छ भने त्यसको लागि। अनि मेरो भिडियो यहाँसम्म हेरिदिनु भएकोमा पनि हजुरलाई धेरै धेरै धन्यवाद।